म माइतीघर मण्डलामा रहेको छु। यहाँहरूले हेर्न सक्नुहुन्छ यहाँ राजा चाहियो भन्दै राजा समर्थक आन्दोलनकारीहरू आन्दोलनरत छन्। केही बेर अगाडि उनीहरूले यो निषेधित क्षेत्र तोड्ने प्रयास गरेका थिए। झडपको स्थिति सिर्जना हुन खोजेको थियो भने अहिले यो अवस्था छैन, शान्त नै देखिन्छ। तर पनि सुरक्षाकर्मीहरू पर्याप्त मात्रामा सुरक्षाकर्मीहरू परिचालन गरिएको छ। हेर्न सक्नुहुन्छ यहाँहरूले सुबोध शङ्कर कार्यकर्ताहरू यहाँ उपस्थित हुनुहुन्छ। उहाँहरूले भनिरहनु भएको छ हामीलाई राजा चाहियो, कुनै पनि शर्तमा राजा हामी ल्याउँछौँ भनेर भनिरहेका छन् भने यहाँ फेरि एकपटक झडप हुन सक्ने अवस्था देखिएको छ। दर्शकवृन्द हेर्न सक्नुहुन्छ यहाँ प्रहरी र आन्दोलनकारी बीच केही घम्साघम्सीको अवस्था सिर्जना भएको छ। हेर्न सक्नुहुन्छ यो अवस्था कहिलेसम्म हुने हो केही भन्न सकिने अवस्था छैन भने आन्दोलनकारीहरू कन्भिन्स भएको अवस्था छ। उहाँहरू चाहिँ बानेश्वरतर्फ नगएर यता माइतीघर मण्डलाबाट यता फेरि तपाईँको चाहिँ यहाँ एकपटक घम्साघम्सीको अवस्था देखिएको छ। हेर्न सक्नुहुन्छ यहाँ राप्रपाका शीर्षस्थ नेताहरू देख्न सकिन्छ। दर्शकवृन्द यहाँलाई पुनः जानकारी गराउन चाहन्छु जुन हिजोको अवस्था थियो, हिजो राप्रपाका धेरै कार्यकर्ताहरू चाहिँ को उपस्थिति थियो भने आज त्यो नै त देख्न सकिँदैन। तथापि यहाँ आन्दोलन भने चलिरहेको छ। हेर्न सक्नुहुन्छ प्रहरीले माइकिङ गरिरहेको छ निषेधित क्षेत्र नपर्नको लागि भनेर। हेर्न सक्नुहुन्छ